हामी चाहिँ टक्क हाँसपोखरी इलाममा झऱ्यौँ, बसबाट उर्ल्यौँ। अनि त्यसपछि हामी पाथिभरा मन्दिरतर्फ हामी अगाडि बढ्यौँ। सिडी रहेछ। अनि हाम्रो भाइ हामी सबजना अगाडि गइसक्यो। हामी दुईवटा मात्र छौँ पछाडि। अनि हल्का हाँसपोखरी भन्ने ठाउँमा हाँसहरू पनि रहेछ हल्का। अनि हाम्रो सर हुनुहुन्छ माथि, माथि अग्लो टपमा जाने हो। अब कतिखेर पुगिन्छ खै कुन्नी। जान आएर उखालो कति छ अरे 1000 कति सिटी भन्नुहुन्थ्यो नि उतापट्टिबाट। अझ म आउँथे लाहुर भाइ ऊ तलबाट आएर हान। सर आउनु है। हामी सिडी चलिरहेका छौँ। स्यासे अलि बढी भयो तर साथीहरूलाई चाहिँ भेटाउने। ल हेर न गाडी हेर न। हामी चाहिँ यस्तो अलि यस्तो पिचबाट सिडीबाट आएको भन्दा हामी अर्को बाटोबाट पनि हिँडेका। पसिना आउनु लाग्यो त। हाम्रो त्यहाँको हाइट र यहाँको हाइट ट्याक्क मिल्दो रहेछ एउटा। व्यवस्थित छैन। एउटा फोहोर हाल्ने ठाउँ छ। फोहोर कहाँ भएको क्या। रनफिल बेला चाहिँ आउने जग बन्ला हो। ल हाम्रो भाइलाई चाहिँ हैरान भयो अरे। पाथिभराले आज हैरान बनायो। तर हामी चाहिँ छिटोको लागि सर्टकट बाटो हिँडिरहेको भन्नुपर्छ। ल हाम्रो साथीहरू तीस मिनट हो अरे टोटल। सर भाइ ओए भाइ कान्छ कस्तो अनुभव भइरहेको तिमीलाई? बस्नै सुटे हुन्छ हो। ल होइन हामी सबभन्दा लास्टमा हामी चाहिँ ल यहाँबाट ल दामीसँग छिर भाइ है। ठोक्यो होला फेरि। ल हरेस खाने होइन कि बोकेर ल्याउनु पर्दैन मलाई त। पछाडि एउटा त्यो बनाउँला अनि त्यसमा बाटो चाहिँ एकदम राम्रो छ छैन चाहिँ। तर हामीसँग टाइमको अभावले गर्दा हामी चाहिँ सर्टकट हिँडेको है। ठाउँमा डस्टबिनहरू छ फोहोर फाल्नलाई। तर फोहोर चाहिँ अन्यत्र फालेको देखिएको छ। तर यसलाई चाहिँ अलिक सुधार गर्नुपर्छ। हामी चाहिँ अब मन्दिर आइपुग्यौँ, पाथिभरा मन्दिर। पाथिभरा टपमा हाम्रो राजा खोइ के हामीले के भन्छ तर मन्दिरमा
ल फाइनली हामी पाथिभरा मन्दिरमा पुग्यौँ तर पसिना पनि आयो निर्मला बहिनी ल यता है भनेको मैले यति नअटिमा पूर्णलाई बोलाएर चाहिँ मेमहरू अनि हामीले पूजाको लागि सामग्री हल्का किन्यौँ ल हाम्रो चाहिँ पाथिभरा मन्दिरको यो कुहिरो पनि लागिसकेको छ अनि यसलाई चाहिँ हुस्सु कुहिरो अब ठाउँअनुसार फरक फरक हुन्छ है त्यो है अनि अझ अब पाथिभरा मन्दिरलाई टक्क हेर्न सक्नुहुन्छ पाथिभरा मन्दिरको लुक मन्दिर भएको छ अब मन्दिर भन्नु जाने मन्दिर भएको छ कि केटाहरू कहाँ खानेपानी पनिको व्यवस्था रहेछ जुत्ता चलाउनु पर्दैन भने होइन फोटोमा हिँडेर खिचिदिन्छु कि हामीलाई थोरै अगाडि आउने यार बहिनीले पूजा गर्यो खै काम मन्दिर छाउने भने जस्तो लाग्थ्यो अरू त के होइन हाम्रो साथीहरू त फोटा खिचिरहनु भएको छ देव ओए देवराज ओए यहाँ यहाँ हो भने यहाँ